दर्शक महानुभावहरू, यो धरान 5 स्थित देउरालीको यो स्थानीय खोला हो। यो स्थानीय खोला बर्खामा चाहिँ अत्यधिक आउँछ। यो खास गरी धरान 5 को ठेङ्गाबारी जहाँ चाहिँ वडा कार्यालय छ, त्यो वडा कार्यालयदेखि धरानसम्म जोड्ने यो बाटो हो। तपाईले देखिराख्नु भएको छ। यो स्थानीय खोलाले चाहिँ बर्खा मासमा अत्यधिक बाढी आएपछि यहाँ आवत जावत नै रोकिने गर्छ। यहाँका स्थानीयवासीहरूको पीडा छ, यो वर्षौंदेखिको पीडा हो। तपाईहरु देख्न सक्नुहुन्छ यो खोलाको चाहिँ चपेटामा खोलाको चाहिँ असरले गर्दा यहाँ बर्खा मासको लागि ओहोर दोहोर गर्न वारी गाउँ र पारी गाउँ ओहोर दोहोर गर्न चाहिँ बाँसको पुल निर्माण गरिएको छ। यो 1 वर्ष अगाडि निर्माण गरेको बताइएको छ। खास गरी यति नै यही विकल्प हो ओहोर दोहोर गर्नका लागि चाहिँ यो बाँसको पुल यसरी कच्ची रूपमा यहाँका स्थानीयवासीहरूले बनाएका छन्। तपाईहरु यहाँ प्रत्यक्ष देख्न सक्नुहुनेछ। यो खोलाले चाहिँ बर्खामा आवाजात गर्न एकदमै कठिनाइ गर्छ। बस्तीहरू छ यहाँ खोला आसपासमा। यो देउरालीको बस्ती हो, वडा नम्बर 5 को। मसँग यहाँ स्थानीयवासी हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्न लागिरहेको छु। यहाँको नाम भनिदिनु न। म सुभाष लिम्बू हो। सुभाष लिम्बू। यो जुन पक्की पुल बन्ने ठाउँमा अनि यो कच्ची पुल त्यो पनि बाँसको बनाइएको छ, यो कहिले बनाएको हो? यो 1 वर्ष अगाडिदेखिको योजना हो। यो पनि अब यो ट्यालोदेखि आएको थोरै बजेटले गर्दाखेरि यो बाँसको पुल हालेको हो। यो ओहोर दोहोर गर्नुको लागि बर्खामा अब पानी आउँदा ओहोर दोहोर गर्न नसकिने कारणले गर्दाखेरि यो बाँसको पुल हालिएको हो। यो कस्तो असर गर्छ बर्खामा यहाँ चाहिँ बाढी? यहाँनिर बाढी आउँछ, ठुलो बाढी आउँछ। त्यही भएर अब स्कुलले सानो सानो नानीहरू हुन्छ। यहाँनिर बस्ती पनि थुप्रै छ। कति बस्ती छ लगभग? यहाँनिर बस्ती यहाँदेखि वारपारै छ, थुप्रै छ। वारपार भन्नाले कति 2 दर्जन 3 दर्जन भन्छ। ठिङ्गाबारीसम्मको चाहिँ यहाँबाट ओहोर दोहोर गर्नुहुन्छ हैन मानिसहरू आउजात गर्नु? हजुर हजुर, ठिङ्गाबारी आँपटारतिरको पनि आउनुहुन्छ। 2-3 दर्जन छ यहाँ चाहिँ बस्ती छ। हजुर छ है। अब यहाँ पुल बनाउन चाहिँ किन नसकिरहेको हो? यहाँ पुल बनाउने प्रयासै नभएको हो? यो पुल बनाउनु प्रयासै नभएको हो कि खै के हो, अस्थायीको लागि चाहिँ यो बनाइराखेको हो। अनि तपाईहरुले यहाँ कुरा उठाउनु भएको छैन यहाँ चाहिँ पुल चाहियो, पुल बनाइदिनु पर्यो, खोलाले ठुलो असर गर्यो भनेर? हजुर, यो बनाएको कुरा त चलाएकै हो, तर खै सुनवाई भएको छैन। सुनाइ चाहिँ भएको छैन है। यहाँ बाढी रात बिरात आउँदाखेरि तपाईहरुलाई बस्नुमै समस्या हुन्छ होला? बस्नुलाई समस्या नै हुन्छ, बगाउने चिन्ता। यहाँ तटबन्धहरू पनि बाँधहरू पनि त्यति बाँधेका छैन हैन? राति त बर्खा मासमा त गाह्रो होला नि त तपाईहरुलाई? हजुर, गाह्रो हुन्छ नि। यो बाँसको पुलले चाहिँ यसो टेम्परेरी रूपमा चाहिँ आवत जावत गर्न सजिलो हुन्छ। आवत गर्नको लागि सजिलो। फेरि यहाँ दोकान नजिक दोकान पनि छैन, पारी नै जानुपर्ने हुन्छ दोकान पनि। यसरी हेर्न सक्नुहुनेछ तपाईहरुले। यो बाँसको पुल मार्फत चाहिँ यहाँ ओहोर दोहोर गरिन्छ। यहाँ चाहिँ रात बिरात बर्खा मासमा बस्न पनि गाह्रो छ यो ठाउँमा। यो बाँसको कच्ची पुल बनाएर यसरी स्थानीय आफैले बनाएको छन्, तर पनि अहिलेसम्म यो ठाउँमा पुल बनाउनको लागि चाहिँ कुनै पनि सुनवाई नभएको यहाँका स्थानीयवासीहरूले बताएका छन्। तपाईहरु देख्न सक्नुहुनेछ बाँसको कच्ची पुल यस्तो छ, बस्ती यस्तो छ, यस्तो छ। यो आँपटार हो, तपाईले देखिरहनु भएको दृश्य। आँपटार, ठिङ्गाबारी, साउने लगायतका मानिसहरू यहाँबाट आवत जावत गर्छन्। बर्खा मासमा भने यहाँ बाढी आएपछि ठप्पै हुन्छ खोला, यस्तो छ। तपाईहरु देख्न सक्नुहुन्छ।